महिलाहरू हामीले खोज्न पर्थ्यो। अहिले यहाँ नेतृत्व भएर महिलाहरूमा परेका विभिन्न खालका समस्याहरूको सँग चाहिँ जुझिरहनु भएको छ। यहाँलाई धेरै धेरै धन्यवाद तथा शुभकामना छ। म हजुरहरूलाई यो प्रवासी नेपाली संघ भारतको शपथ ग्रहण कार्यक्रम हुन्छ। शपथ ग्रहण खानुपर्छ। कुनै पनि आफ्नो पद ग्रहण गर्ने बेला तपाईँहरूले चाहिँ शपथ गरेर हामी सबैले गर्नुपर्छ, शपथ खानुपर्छ। त्यसकारण म जो जसरी भन्छु त्यसरी नै तपाईँहरूले भन्नुहुनेछ। म सङ्घको झन्डा मुनि उभिएर निम्न प्रतिज्ञा गर्दछु। पदको जिम्मेवारी लिएको यस महत्त्वपूर्ण घडीमा प्रगतिशील देशभक्त तथा जनवादी चरित्रमा गाँसिएका आम प्रवासी नेपालीहरूको साझा र सामाजिक सङ्गठनको विधानलाई निशर्त स्वीकार्दै भारतमा रहेका आम प्रवासी नेपालीहरू बीचको बलियो एकता, सांगठनिक फैलाव, सुदृढीकरण र वृहत हक एवं अधिकार प्राप्तिका लागि हरदम क्रियाशील रहने प्रण गर्दै सङ्घको सिद्धान्त, लक्ष्य, उद्देश्य, कार्यक्रम र नीतिलाई दृढताका साथ अनुसरण गर्दै पदीय हैसियतले कामकाज गर्दा कसैको डर धाक र परितापमा नपरी कसैप्रति मोह लालच ईर्ष्या र पूर्वाग्रह नलिई सम्वेद नेपाल सुखी नेपाली राष्ट्रिय सुखी नेपाली